एक पटक हिमालयको गहिरो गुफामा भगवान महादेव शिव ध्यानमा लिनुभएको थियो। उहाँको शरीर नीलो, कपालमा गङ्गा बहिरहेकी र त्रिनेत्रबाट तेज झल्किरहेको थियो। सम्पूर्ण सृष्टि उहाँको शान्त श्वाससँगै चलिरहेको थियो। त्यस समयमा एक ऋषिले भगवान शिवसँग प्रश्न गरे, हे महादेव, तपाईँ किन सधैँ ध्यानमा रहनुहुन्छ? संसारमा त दुःख, लोभ र क्रोधले भरिएको छ। शिव मुस्कुराएर शान्त स्वरमा भन्नुभयो, ऋषिवर, संसार बाहिरको होइन, भित्रको यात्रा हो। जब मानिस आफ्नो मनलाई जित्छ तब उसले सम्पूर्ण जगतलाई जित्छ। ध्यान बाहिरका आवाजलाई रोक्ने होइन, भित्रको मौन सुन्ने कला हो। ऋषि नतमस्तक भए। त्यस दिनदेखि उनले बाह्य संसारभन्दा भित्री शान्तिको खोजी गर्न थाले। त्यसै कारण भगवान शिवलाई महायोगी भनिन्छ, जो बाहिरी तुफानमा पनि भित्र शान्त रहन सक्ने शक्तिको प्रतीक हुन्। शिवले देखाउनु भएको सन्देश सधैँ यही हो। साँचो शक्ति क्रोधमा होइन, शान्तिमा छ।